गाह्रो छ है दाइ। कहिले बन्ला यो बन्दैन होला है। ठुलो पानी पर्ने बित्तिकै यहाँ चाहिँ एकदमै जोखिम देखिएको छ। ठिक छ, अब यो भौगोलिक नै यस्तै हो। माटो एकदमै कमजोर अवस्था छ है। माटोको अवस्था पनि निकै कमजोर छ र यो कमजोर माटोमा यो सिल्टी टाइपको माटो रहेछ र ठुलो वर्षा हुने बित्तिकै यहाँ चाहिँ भुच्छे हुने चाहिँ ठुलो जोखिम छ होइन। त्यस कारण पनि स्थानीय तहका सरकारवालाहरूलाई पनि म गाली गर्न चाहन्न। बिस्तारै बिस्तारै इम्प्रुभ हुँदै जान्छ भन्ने कुरा हो होइन। तर जनताले यसरी चाहिँ दुःख पाइरहेको छ। एक न एक दिन पक्कै पनि यो ठाउँ मजबुत हुनेछ र मजबुत हुँदै पनि छ है। यहाँ चाहिँ ग्यापिङ तार मजाले बाँधेको रहेछ। यो चाहिँ अब माटोको बनावटले पनि फरक पर्छ कि कतिको बाटो टिकाउ छ टिकाउ हुन्छ हुँदैन भन्ने कुरा चाहिँ माटोको बनावट एकदमै महत्त्वपूर्ण हुन्छ होइन। यहाँ हेऱ्यो भने सबै सिल्ट क्ले छ क्या होइन। एकदमै कमजोर माटो छ। त्यसले गर्दाखेरि चाहिँ यहाँ जति राम्रो संरचना बनाए तापनि यो पानी पर्ने बित्तिकै भुच्छे भइहाल्छ हेर्नुहोस्, पहिरो गइहाल्छ है। भन्दैछ सरकारवालाहरूको ध्यान आकर्षण नभएको होइन, पक्कै भएको हुनुपर्दछ। यसमा म विरोध भन्दा पनि सुधारमुखी देख्छु है। ल एकदमै सुधारमुखी देख्छु। निकै राम्रो संरचना निर्माण गर्नुभएको छ। अब यहाँ पक्की ढलान गर्नको लागि त ठुलै बजेटको आवश्यकता देख्दछु म। गाउँपालिकाको आन्तरिक बजेटले यो काम गर्न सक्ने म देखिँदैन। तर यो ग्याबिन वाल जुन उठाएको छ यो हेर्दाखेरि चाहिँ यो अलिकति मजबुत नै देखिन्छ। यहाँ बिचमा अलिकति भाँसिएको छ होइन। नत्र भने यसले माथिको चाहिँ मजाले रोकथाम गर्न सक्ने अवस्था देखिएको छ। र यस्तो भूगोलमा र यस्तो माटोको मिश्रणमा यो भौतिक संरचना बनाउन एकदमै चुनौती हुन्छ। त्यस कारणले पनि समय लाग्दछ है, समय लाग्छ। ल तलबाट पनि मलाई लाग्छ वाल उठाउन जरुरी देखिएको छ है। होइन भने यो मजाले चाहिँ पानीले कट गरेर लाने चाहिँ देखेको छ है। यो सबै पानी भएर भाँसेको छ। जोसुकै सरकारले यो पहल गरेको छ, सबैलाई धन्यवाद दिन चाहन्छु। यो विकास भन्ने चिज बिस्तारै बिस्तारै हुने चिज हो। एकैछिनमा जनताले पनि ठुलो आश गर्नुहुन्न भन्ने मलाई लाग्छ। यो भन्दै अबको केही पैदल यात्रापछि खनियाबास गाउँपालिका वडा नम्बर 1 को पेर्चोबाट रुई भ्याली प्रस्थान हुनेछु। अहिलेको लागि धन्यवाद।